विश्वका दुई शक्तिशाली व्यक्ति बीचको टक्कर, डोनाल्ड ट्रम्प र एलन मस्क बीच दोस्ती खत्म, दुश्मनी सुरु। कुनै समय एक अर्काको खुलेर प्रशंसा गर्ने विश्वका दुई शक्तिशाली नाम डोनाल्ड ट्रम्प र एलन मस्क आज दुश्मन बनेका छन्। एक समय ट्रम्पले मस्कलाई अमेरिकाको महान आविष्कारक नै भनेका थिए र मस्कले ट्रम्पलाई बोल्ड लिडर भनेर सम्मान गरेका थिए। तर आज स्थिति उल्टिएको छ। ट्रम्पले मस्कलाई नक्कली प्रतिभा भन्दै हमला गरेका छन् भने मस्कले ट्रम्पलाई लोकतन्त्रको खतरा बताउँदै आक्रमण गरिरहेका छन्। आज व्यवस्था यस्तो छ कि यी दुई एक अर्कालाई राजनीतिक र आर्थिक रूपमै समाप्त पार्न उद्यत देखिन्छन्। यो अब केवल व्यक्तिगत झगडा होइन, विश्व राजनीतिमै यो अब सत्ताको युद्ध बन्ने संकेत देखिएको छ। ट्रम्प र मस्क बीचको विवाद विचारधाराको टक्करमा परिणत हुँदैछ। एकतर्फ राष्ट्रवादको बिगुल फुक्ने ट्रम्प, अर्कातर्फ प्रविधिको भविष्यमाथि दावा गर्ने मस्क। दुई पूर्व मित्र बीच सुरु भएको यो संघर्षले अमेरिकी राजनीति, टेक्नोलोजी, उद्योग र वैश्विक शक्ति सन्तुलनमै हलचल ल्याएको छ। अब प्रश्न एउटै छ, जब मित्रता चकनाचुर भई शत्रुता बनेको छ कि ट्रम्प र मस्क बीचको युद्धले संसारको दिशा नै परिवर्तन गर्नेछ? अमेरिकी सत्ता शिखरमा रहेका डोनाल्ड ट्रम्प र प्रविधिको संसारका सम्राट एलन मस्क, यी दुईलाई कुनै समय ड्रिम टिम भनेर चिनिन्थ्यो। एकजना शक्ति र राजनीतिक वर्चस्वको प्रतीक थिए भने अर्का व्यक्ति भविष्यको प्रविधि क्रान्तिको अनुहार। डोनाल्ड ट्रम्प जसको हातमा विश्व राजनीति घुम्थ्यो र एलन मस्क जो अन्तरिक्षदेखि विद्युतीय गाडी, इन्टरनेट सञ्जालदेखि आर्टिफिसियल इन्टेलिजेन्स सम्मको नेतृत्व गरिरहेका थिए। सन् 2016 मा ट्रम्प राष्ट्रपति बनेपछि एलन मस्कलाई उनले सिधै व्हाइट हाउसको प्रमुख सल्लाहकार परिषदमा राखे र मस्कलाई जिनियस भन्दै उनका विचारलाई खुलेर समर्थन गरे। त्यसपछि स्पेस एक्सले नासादेखि पेन्टागनसम्म ठूला ठूला ठेक्काहरू जित्यो। स्टारलिङ्कले अमेरिकी ग्रामीण इन्टरनेट विस्तार योजनामा प्रमुख स्थान पायो र टेस्लाले कर छुट, उद्योग स्थल अनुमतिहरू र बजार प्रवेशमा सजिलो पाएर अकल्पनीय वृद्धि गर्यो। तर यो सम्बन्ध सन् 2025 मा आएको ट्रम्पको वन बिग ब्युटिफुल बिल नामक आर्थिक विधेयकसँगै चिसिन थाल्यो। ट्रम्प समर्थकहरूले यसलाई अमेरिका पुनः निर्माणको प्रयास माने, तर मस्कले यसलाई देशलाई दिवालिया बनाउने र नवप्रवर्धनको घाँटी निमोट्ने योजना भन्दै आलोचना गरे। उनी यतिमै मात्र रोकिएनन्। एउटा अन्तर्वार्तामा उनले अप्रत्यक्ष रूपमा ट्रम्पलाई जिफ्री एप्स्टिन जस्तो विवादास्पद व्यक्तिसँग जोड्दै कसैलाई भविष्यको डर छैन किनभने उनीहरूको विगत आफैमै मैलो छ भनेर आरोप लगाए। त्यसपछि व्हाइट हाउसले मस्कको टिप्पणीलाई राष्ट्रविरुद्ध प्रविधि मूलक विद्रोह भन्न थाले। जवाफमा ट्रम्पले 3 कठोर कदम घोषणा गरे। टेस्लाको कर छुट रद्द गर्ने प्रक्रिया सुरु, स्पेस एक्सको नासा तथा रक्षा विभाग ठेक्काको समीक्षा र स्टारलिङ्कका लाइसेन्स तथा प्रक्षेपण अनुमति रोक्ने चेतावनी। परिणामतः एकै दिनमा टेस्लाको शेयर 14% ले घट्यो। विश्व बजारबाट 100 अर्ब डलर भन्दा बढीको नोक्सानी भयो र स्पेस एक्सका दुई महत्त्वपूर्ण प्रक्षेपण प्रारम्भिक छानबिनको नाममा स्थगित गरिए। यदि उनीहरूको सम्बन्ध साँच्चै राष्ट्रहित र पारस्परिक सम्मानमा आधारित थियो भने पुनः मेलमिलाप सम्भव छ।